हेलो नमस्ते छ सबैलाई। राधाको हेल्दी किचनमा स्वागत गर्दछु। आज हजुरहरूको लागि थुक्पाको रेसिपी लिएर आएको छु। जस्तै मैले मटर अनि सिमला मिर्चा, बन्दा अनि ब्रोकौली अनि चेस्टको फलमासु योहरूलाई चाहिँ मैले तयार गरेर राखिसकेको छु। अनि त्यही तयार गर्ने क्रममा चाहिँ मैले चेस्टको मासुलाई चाहिँ काट्दैछु र हजुरहरूलाई आफूलाई जस्तो साइजको मनपर्छ, सानो अलि लाम्चो जस्तो खालेको मनपर्छ हजुरहरू त्यस्तो ट्राई गर्नु होला। मैले चाहिँ सानोमा ट्राई गरेको छु अनि सब सामग्रीहरूलाई काटिसकेको छु। जस्तै ब्रोकौली, मटर, बन्दा अनि चना अनि मैले सब सामानहरूलाई चाहिँ काटेर एक साइड सकेको छु। अनि आफूलाई चाहिने जति हामीलाई खुर्सानी चाहिन्छ मैले चाहिँ 4वटा प्रयोग गरेछु भनेपछि 1 दाना टमाटर, 2 दाना प्याजको मैले काटेर राखिसकेको छु। अनि मैले एक कराईमा चाहिँ मासुलाई फ्राई गर्नको लागि चाहिँ कराई गरममा राखिसकेको थिएँ र अब मासु हालेर त्यसलाई एकछिनसम्म चलाउँदै अनि एकछिन 5 मिनट जति चाहिँ हामीले ढाक्नुपर्छ, किनभनेपछि पानी छोड्छ मासुले चाहिँ। अनि त्यो पनि एक साइडमा हुँदै गरेपछि अर्को साइडमा चाहिँ मैले चाउमिनको लागि चाहिँ पानी उमाल्नमा राखेको थिएँ। अनि त्यस उम्लिसकेपछि चाहिँ मैले त्यसमा चाउमिनहरू हालेर त्यसमा 1 चम्चा चाहिँ नुन पनि हालेँ। राम्रोसँग बोइल हुँदैछ मेरो। अनि राम्रोसँग बोइल भइसकेपछि मैले त्यसलाई चिसो पानीमा हालेर राखेँ। अनि त्यो चिसो हुने क्रममा चाहिँ फेरि मैले त्यही कराईमा चाहिँ मसलाहरू हालेँ। अनि त्यो अलिकता रातो भएपछि त्यसमा मैले प्याज हालेँ। प्याजलाई अलि रातो हुनेपछि मैले लसुन अदुवाको पेस्ट हालेँ त्यसमा, अनि बेसार अनि जिरा धनियाँको धुलो अनि अलिकति चाहिँ मैले गरम मसाला अनि जुन मैले चप गरेर राखेको थिएँ टमाटर अनि त्यसलाई चाहिँ अलिकता सफ्ट हुन दिएर एकछिनसम्म राखेर त्यसपछि चाहिँ जुन सामग्रीहरू मैले काटेर राखेको थिएँ त्यो सब एक गरेर हालेपछि यो सब्जीहरूलाई चाहिँ धेरै टाइम नलाग्ने भएको भएर चाहिँ मैले यसमा सबैसँगै हालेर मजाले त्यसलाई चलाएँ। एकछिन चलाएपछि चाहिँ यसमा अलिकता हल्का पाके जस्तो भएपछि मैले यसमा आफूलाई जति चाहिन्छ त्यति पानी हालेर यसलाई ढाकेर राखेँ। अब राम्ररी उम्लिसकेपछि यसमा मैले जुन ब्रेस्टको मासु थियो त्यो हालेँ अनि चाउमिन पनि सँगै हालेर एकछिनसम्म मजाले उमालेँ। 5 मिनट जति त्यसलाई उमालेपछि चाहिँ कटोरीमा राखेपछि चाहिँ मेरो रेडी भइसकेको थियो। अनि मैले चाहिँ राम्रोसँग सस हालेर हजुरहरूलाई मन पर्यो भने सब्सक्राइब गर्नु।